को मान्छे को सहमति थियो त्यो छानबिन गर्न म अनुरोध गर्न चाहन्छु सभामुख महोदय। त्यसको जवाब अर्यालले यसरी दिएका थिए कि सम्भवतः उनको यस्तो रूप र यस्तो अभिव्यक्ति त्यो दिनसम्म कसैले देखेका थिएनन्। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। गरौँ, मैले टोल प्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनेटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो काट्नुपर्छ। अर्यालको नेतृत्वमा रासपा झन सशक्त र बलियो हुन थाल्यो। रासपाले संसदमा आफ्नो उपस्थिति यसरी देखायो, त्यसले प्रमाणित गरिदियो कि शक्ति संख्यामा होइन विचारमा हुन्छ। रासपाका युधिष्ठिर देशको सभामुख, संकटमा रासपा जोगाए, सभापतिमाथि सरकारको दमन विरुद्ध सडक तताए। कालीन सरकारको दमन धेरै समय टिकेन। जनजीय आन्दोलनले देशको राजनीति फरक दिशामा लग्यो। रवि लामिछाने छुटे। अर्यालले लामिछानेलाई पार्टीको नेतृत्व फिर्ता गरे। जटिल समयमा पार्टीको नेतृत्व गरे। प्रत्येक स्थानीय तहमा पार्टी पुर्याए। रविका सुख दुःखका सारथी। जिउँदो रहेसम्म रविलाई सभापति मान्न तयार नेता। रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो। नेतृत्वमा सबल, व्यवस्थापनमा अब्बल। अब व्यवस्थापिका कुमियो। प्रतिनिधि सभाको सभामुखको काम कर्तव्य अधिकार तटस्थ रहनुपर्ने, निष्पक्ष हुनुपर्ने कुरा मैले राम्रोसँग बुझेको छु। त्यसै अनुसार काम गर्नेछु। डीपी अर्याल अर्थात् प्रतिनिधि सभाका सभामुख खासमा उनी राष्ट्रपाको नक्सा कोर्ने व्यक्ति हुन्। लामिछाने जेलमा भएको बेला राष्ट्रपा नेताहरूले संगठन विस्तारमा गरेको मेहनत चुनावबाट देखियो। त्यही मेहनत र बालिनसँगको सहकार्यको जगमा राष्ट्रपाले करिब 2/3 अर्थात् 182 सिट सहित देशको नेतृत्व गरिरहेको छ, जुन आम निर्वाचनको कमान्डर डीपी अर्याल स्वयं थिए। त्यति मात्र होइन, पहिलो वरिष्ठताको उपसभापति रहेका अर्याल पार्टीको सम्भावित प्रधानमन्त्रीको उम्मेद्वारको समेत दावेदार थिए। तर उनी बालिनलाई पार्टीमा ल्याउन र उनलाई वरिष्ठ नेता मान्दै प्रधानमन्त्री बनाउने सहमति गर्न तयार भए। कुलमानलाई पार्टीमा ल्याउने सहमति भएको बेला उनी आफूभन्दा अघिल्लो दर्जा कुलमानलाई दिन तयार भए। जनजीय आन्दोलनपछि भएको 2082 को आम निर्वाचनमा उनी काठमाडौँ 9बाट 30,000 मतान्तरले विजय भए र अहिले प्रतिनिधि सभाको सभामुख बनेका छन्। रवि लामिछानेको नेतृत्वमा पार्टी गठन हुँदा डीपी दोस्रो भूमिकामा थिए। पार्टीको परिकल्पनादेखि नै पार्टीमा सक्रिय र दत्तचित्त भएर लागेका अर्याललाई अहिले पार्टीले मुलुकको सर्वश्रेष्ठ तेस्रो ठूलो सभामुख जस्तो गरिमामय पदको जिम्मेवारी सुम्पिएको छ। प्रलयबाट रासपा र रासपाका नेता जोगाएका मात्र होइनन्, प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी अर्याल रासपाका धर्म र सत्यका मानक अर्थात् युधिष्ठिर हुन्। व्यवस्थापिकाको सर्वोच्च संसदीय भूमिकामा उनले आफूलाई सधैँ अब्बल राखुन्। शुभकामना।